यो चाहिँ जोङ्ला पोखरी हो। लगभग यो चाहिँ 5 किलोमिटर जति होला। यसलाई चाहिँ राउन्ड हान्नको लागि चाहिँ लगभग 2 घन्टाको टाइम लाग्छ। 2 घन्टा, साढे 2 घन्टा जति लाग्छ यसलाई राउन्डिङ हान्नको लागि चाहिँ। तर हान्न चाहिँ अब अप्ठ्यारो छैन, गाह्रो छ, यसलाई सकिँदैन। सो अब यो चाहिँ राउन्ड नै हिसाब गर्ने हो भने 5 किलोमिटर जति छ। यसको गहिराइ चाहिँ कति छ भन्ने चाहिँ म्याक्सिमम् थाहा भएन होइन, तर यो हेर्दा नै धेरै गहिरो जस्तो देखिन्छ है। अब कति छ त्यो त मलाई पनि थाहा छैन। चाहिँ ठिकै त पोखरी, अनि यता चाहिँ यता तल चाहिँ फेरुचेबाट आउने बाटो भने, यता चाहिँ जोङ्ला जाने बाटो चाहिँ यता बाटो चाहिँ उता जोङ्ला। मेरो चाहिँ बारी यस्तो छ होइन। यता चाहिँ फेरुचेबाट आउने बाटो, तल फेरुचे भनौँ अब समारे, जस्ट फेरुचेदेखि तल पुल तरेर यता पारि आउनुपर्छ। डाइरेक्ट फेरुचेबाट बाटो छैन, यता पारि टर्नुपर्छ।